ए छोरो हजुर यहाँ हेर त लु यहाँ हेरेर भन त तिमी यहाँ तिमीले के देख्यौ यहाँ त एउटा बिन्दी पोइन्ट छ यहाँ एउटा पोइन्ट एउटा छ हैन मज्जाले हेर चारैतिर सबैतिर मज्जाले हेर केही देख्छौ कि हेर अब अरु त यहाँ केही छैन सिर्फ यो पोइन्ट मात्रै छ पोइन्ट मात्रै छ हो ती पोइन्ट मात्रै देख्यौ हैन हैन अब हेर छोरो यो मैले तिमीलाई सोधे यहाँ तिमीले के देख्यौ हैन तिमीले पोइन्ट देखे भन्यौ हो कि हैन तर तिमीले यत्रो यहाँ सादा कागज देखेनौ यो कागज तिमीले देखेनौ कागज भित्र भएको यो बिन्दी तिमीले देख्यौ हैन त्यसरी नै हाम्रो मानिसको जीवनमा पनि धेरैवटा राम्रा गुणहरू हुन्छन् राम्रा कुराहरू हुन्छन् तर हामी के गर्छौं भने पहिले सबैभन्दा पहिले उसको नराम्रोतिर हामी देख्छौं यो सेतो कागजमा एउटा कालो बिन्दी लागेको हामीले फट्टै देख्यौं तर यो सेतो कागज हामीले हेर्ने कोसिस गरिनौं हामीले नजरअन्दाज गर्दैनौं हैन त्यसरी मान्छेहरू भएका राम्रा गुणहरू चाहिँ पहिले हेर्ने प्रयास गर्नुपर्छ नराम्रा गुणहरूलाई धेर ध्यान आकर्षण गर्नु हुँदैन कुरो बुझ्यौ नि हजुर